हेलो यहाँहरू सबैलाई नमस्कार। आज म निकै तल खोलाको काठमा यहाँ मुगा खोला सुसाइरहेको छ। तल मुगा खोलाको काठमा चुम्बाङको खेतमा यो बगरमा धान पनि पाक्न लागेको छ। यो ठाउँमा चाहिँ यो ठुटे भन्ने जङ्गलमा चाहिँ म यहाँ मौरी पासो थाप्नको लागि आएको छु। यहाँ एउटा तयार गरेको छु मैले। यसलाई मैले अब यहाँ सेट गर्न खोजिरहेको छु। यहाँ ठ्याकठुक यहाँ मैन दलिवरी सबैवरी यो पाउलो साउलो फिट गरेर यो पातलेको ढुँड ठिक पारेको छु। यहाँ अस्ति मैले यहाँ भदौमा सफा गरेर यहाँ छोडेको थिएँ। यहाँ चाहिँ यो जमुनाको मौरीको घर हो। यहाँ चाहिँ मौरी आइसकेको छ। यसलाई म अहिले लगभग साँझतिर जानेछु। यहाँ मौरी आउने जाने क्रम छ अहिलेसम्म। अहिले लगभग 5 बज्न आँट्यो। अब पनि मौरी आइरहेको छ, गइरहेको छ। तपाईँहरू हेर्न सक्नुहुन्छ। यहाँ मौरी खास धेरै छैन। ढुँड पनि सानो सानो छ यो घर पनि। र यहाँ मौरी आइरहेको छ। अब एकछिनपछि अलिक कम भएपछि म यसलाई उठाएर लानेछु र त्यसको ठाउँमा चाहिँ मैले यो ल्याएको घर राख्नेछु। त्यो अस्ति पनि मैले यहाँ एउटा सिरिसको घर चाहिँ लिएर राखेको छु। यो सिरिसको चाहिँ मौरी बसेकै हो। यो पनि यो पातलेको चाहिँ नयाँ हो। यो सिरिसको चाहिँ पुरानै हो, मौरी बसेको हो। अब यसमा पनि त्यो लिएर गएपछि पक्कै 7 दिन पछाडि आउँदा आइरहेकै हुन्छ। यहाँ यो बडो अप्ठ्यारो ठाउँ छ। यहाँ तलबाट हेर्दा यसरी चाहिँ हेर्न सकिन्छ। यहाँ यस्तो छ मौरी यसरी राखिएको छ। यो तल चाहिँ यो माथि हिले हो। यो माथि त्यहाँ हिले पर्छ। यो चुम्बाङ हो। यो चाहिँ चुम्बाङ हो, चुम्बाङपाटा हो। पाखरे नगरपालिका वडा नम्बर 10 पर्छ। यो पारिपट्टि तल बगरमा धान पाक्न लागेको छ भने माथिबाट बाँझै छ खेतहरू। यसरी मुगा खोला सुसाइरहेको छ। यो चाहिँ निकै अप्ठ्यारो ठाउँ छ। ढुङ्गाको कापामा यसरी राख्नुपर्छ र राखिएको छ। यहाँ चाहिँ नयाँ यो मौरीको मुडे घर चाहिँ यता मैले तयार गरिरहेको छु। अब यसलाई चाहिँ म लानेछु। मौरी आइरहेको छ, आउँदैछ जाँदैछ। यो चाहिँ यसलाई चाहिँ पनि अब 5-7 दिन पछाडि आउने हो भने कन्फर्म आइरहेको हुन्छ। त्यस्तो हुन्छ। र म तपाईँहरूलाई फेरि नयाँ नयाँ अपडेट लिएर आउने नै छु। यो मैले पोहोरै लिएर राखेको घर थियो। यो पानी अलिक पर राखेको थिएँ। त्यहाँ पानीले भिजेर यो ओडारमा लिएर अस्ति भदौमा सफा गरिराखेको थिएँ। मौरी यो आइसकेको रहेछ। कहिले आयो थाहा भएन। त्यति धेरै मौरी चाहिँ छैन, तर मौरी चाहिँ बाहिरभित्र गरिरहेको छ। अब यो एकछिनपछि म चाहिँ यसलाई लानेछु। यो अलिक अप्ठ्यारोमा आउनु म यहाँ बसेको देखेर। यसरी तपाईँहरूले पनि काठलाई रुखलाई तपाईँहरूले ढालेर त्यसलाई भित्र ढुँड जस्तो खोपेर तपाईँहरूले मौरीको परम्परागत घर बनाउन सक्नुहुन्छ। र यसरी तपाईँहरूले तपाईँहरूकै घर छेउको जङ्गलमा ढुङ्गाको ओडार घाम लाग्ने पाटापट्टि फर्किएको उत्तर दक्षिण पूर्व पश्चिम जता भए पनि छ, तर दिनभरि घाम लाग्ने, घामले भेटोस्, चिसो नहोस् त्यस्तो ठाउँमा चाहिँ मौरी अहिले अब आउँछ। यो अहिले कात्तिक असोज कात्तिकको सिजनमा चाहिँ। पछि गर्मीको सिजनमा भने चाहिँ एकदम सेपिलो पाटामा फेरि त्यस्तै ओडारहरूमा थाप्नु भने आउँछ। गर्मीको सिजनमा अलि शीतल ठाउँमा आउँछ र जाडोको सिजनमा चाहिँ अब एकदम पारिलो घाम लाग्ने ठाउँमा आएको हुन्छ, अथवा पूर्व फर्केको घामले भेट्ने ठाउँमा चाहिँ आउँछ। कन्फर्म आउँछ। तपाईँहरूको गाउँघरमा पनि यस्तो ओडारहरू भएदेखि ढुङ्गाको
ठुल्ठुलो ओडार भएदेखि जङ्गलमा भएदेखि तपाईँहरूले यसरी चाहिँ पासो थाप्नुभयो भने 100% मौरी आउने सम्भावना छ। र यो मौरी भनेको चाहिँ एपिस सेरेना जातको भन्छ, यो जङ्गली मौरी हो, लोकल मौरी भन्छ पहाडमा यसलाई। र मधेसतिर चाहिँ अब अर्को मेलिफेरा भन्ने हुँदो रहेछ। अरू पनि होलान् मौरीको जातहरू, कठ्यौरी के भन्छ, यो अरू छ, पुत्का मौरी भन्छ के छ। तर त्यो पुत्का मौरी र कठ्यौरीहरू मेलिफेरा पहाडमा नहुने भएको हुनाले पुत्का चाहिँ हुन्छ भनेर सुनेको छु, कठ्यौरी र मेलिफेरा चाहिँ हुँदैन। मेलिफेरा चाहिँ प्राय समतल सतहमा मात्र उड्न सक्ने भएको हुनाले, ठुलो ज्यानको भएको हुनाले त्यो चाहिँ पहाडी भेगमा राम्रो हुँदैन। तर यहाँ चाहिँ अब पहाडको मौरीहरू भनेको चाहिँ यिनीहरू भनेको चाहिँ निकै तल यसरी तलबाट आउँछन् अनि सिधै पारीबाट पनि आउँछ। तर पारीबाट आउँदाखेरि भनेको यस्तो तलबाट यस्तो तल झरेर यसरी आउने गर्दछ। सिधै पारीबाट निकै आकाशबाट चाहिँ आउँदैन भन्छन् अब त्यस्तो कुरा चाहिँ विज्ञहरूले। र आजलाई यति भन्दै मेरो यो चाहिँ भिडियो यहीँ अन्त गर्दछु। हस्त नमस्कार।